जोजलपा नमस्कार। नेपाल भाषा एकाडेमी निमित्त अनक मिडियाको प्रस्तुति यस नेवा एफएम 106.6 सुनिराख्नुभएका आदरणीय श्रोता, आज नेपाल सम्वत 1141 तछलाको सप्तमी तदअनुसार 2021 जुलाई 1 तारिक, त्यसै गरी आज विक्रम सम्वत 2078 असार 16 गते बुधबार बिहिबार। यस शुभ दिनमा तपाईँ समक्ष नयाँ बजार क्लबको प्रस्तुति कोभिड-19 हेल्प डेस्क कार्यक्रम लिएर म रोजी महर्जन फेरि पनि उपस्थित भएकी छु र प्राविधिक सहयोगका लागि हुनुहुन्छ मित्र दिलीप कुमार महर्जन। श्रोता मित्र, कार्यक्रमलाई अगाडि बढाउने क्रममा अहिले चर्चामा आइरहेको कोभिड-19 को भेरिएन्ट, नयाँ एउटा भेरिएन्ट आएको छ, त्यसलाई चाहिँ डेल्टा भेरिएन्ट भनेर WHO ले नाम दिएको छ। यो भेरिएन्टको हामीले धेरै हिजो पनि कुरा निकालिरहेको भएर मैले थोरै आज के रहेछ त यो डेल्टा भेरिएन्ट भनेर चाहिँ मैले थोरै प्रसङ्ग जोड्न चाहेँ। विश्व स्वास्थ्य सङ्गठन अर्थात् WHO ले चाहिँ यो अनुसार चाहिँ अहिले यो नयाँ डेल्टा भेरिएन्ट भनेर चाहिँ नाम तोकेको छ र यो 80 भन्दा धेरै देशमा चाहिँ देखा परिएको छ। जुन हामीले वुहान चाइनाबाट SARS-CoV-2 भनेर कोभिड-2 भनेर जुन हामीले सुनिरहेका छौँ त्योभन्दा 50% धेरै र युकेमा देखा परेको अल्फा भेरिएन्ट त्योभन्दा चाहिँ 40 र 60% छिटो सर्ने र कडा भएको चाहिँ WHO ले भनिएको छ। यसै गरी यो भाइरसको लक्षणहरू के हुन सक्छ त? अनुसन्धान चाहिँ भइरहेको छ, अझ पनि यही हो भने ठ्याक्क चाहिँ भन्नुभएको छैन, तर मैले थोरै WHO कोबाट निकालेको लक्षणहरू चाहिँ के रहेछ भन्दाखेरि टाउको दुख्ने, घाँटी खसखस हुने, नाकबाट सिङ्गान झर्ने र ज्वरो आउने चाहिँ भनिएको छ। भने चाहिँ पहिला जुन हामीले लक्षण देख्दै आएका थियौँ नि, स्वाद नआउने अनि बास नआउनेहरू, यो लक्षण भन्दा पनि अरू टाउको दुख्ने, घाँटी खसखस हुने, ज्वरो आउने अनि नाकबाट चाहिँ सिङ्गान बग्ने कुराहरू चाहिँ WHO ले भनिएको छ। त्यसै गरी WHO को डाक्टर मेरी एन्जेलो सिमाओले भन्नुहुन्छ, डबल डोज भ्याक्सिनले मात्र यो सुरक्षित हुने छैन। यसको लागि तपाईँले मास्क लाउनु पर्ने हुन्छ, सेनिटाइजर र समय समयमा हात धुने र सोशल डिस्टेन्सिङको पनि तपाईँहरूले चाहिँ गर्नु भनेर चाहिँ उहाँ डाक्टर मेरी एन्जेलो सिमाओले चाहिँ भन्नुभएको छ। हामी चाहिँ डबल डोज लगाइहाल्यो भ्याक्सिनको, अब चाहिँ मलाई ठिक हुन्छ, के पनि हुँदैन भनेर हामी ढुक्क बसिरहेका थियौँ, तर नयाँ भेरिएन्ट डेल्टा भेरिएन्ट चाहिँ एकदमै हामीलाई जटिल भएको कारणले गर्दा चाहिँ उहाँले चाहिँ अझ पनि सुरक्षित हुनु भनेर चाहिँ भन्नुभएको छ। अनि उहाँले चाहिँ अरू थप के कुरा गर्नुभएको छ भन्दाखेरि खानपानमा पनि ध्यान दिनु भनेर चाहिँ, किनभने इम्युनिटी बुस्ट गर्नको लागि खानपान र एक्सर्साइज पनि नियमित रूपमा गर्नुभयो भने चाहिँ अझ पनि यो कोभिड-19सँग चाहिँ लड्न सहयोग गर्छ र भ्याक्सिनले मात्रै पनि सबै कुरा ठिक हुँदैन भनेर भन्नुभएको छ। अब तपाईँहरूलाई लागिरहेको छ होला खानपानको कुरा गरिरहेको छौँ होइन, के खायो भने ठिक हुन्छ, के खानु चाहिँ जरुरी छ त भनेर कन्फ्युज हुनुहुन्छ होला। त्यसको लागि टेन्सन नलिनु भन्न चाहन्छु, किनभने आज हामीले पोषण विशेषज्ञ मिराजी हामीले स्टुडियोमा निम्त्याएका छौँ। उहाँसँग हामी कुराकानी गर्छौँ कोभिडको समयमा के खायो भने ठिक हुन्छ, के चाहिँ खानु हुँदैन र अरू विशेषज्ञजीले जे भन्नुहुन्छ त्यो अनुसार चाहिँ हामीले चाहिँ पक्कै पनि अगाडि बढ्छौँ भनेर चाहिँ मलाई लागिरहेको छ। श्रोता मित्र, यति भन्दै म छोटो ब्रेक लिन चाहेँ। ब्रेकपछि हामी फेरि स्टुडियोमा कुराकानी गर्ने नै छौँ मिराजीसँग। त्योभन्दा अगाडि छोटो ब्रेक। जोजुलोपा नमस्ते। नेपाल भाषा एकाडेमिया नीति अनक मिडिया नेबोया भाषा साहित्य वा संस्कृतिसँग नेवा एफएम 106.6 मेगाहर्ज रेडियो निर्णय दिशा नियंका दिशा जी हरिवंश आचार्य सुबह नेवा एफएम 106.6 तलको रातो बटन थिचेर सब्स्क्राइब गर्न नबिर्सिनुहोला। ब्रेकपछि स्वागत छ श्रोता मित्र। अब कार्यक्रमलाई अगाडि बढाउने क्रममा कुराकानी गर्छौँ हाम्रो अतिथि फेक नेपाल कीर्तिपुर हस्पिटलका कन्सल्टेन्ट डाइटिशियन र न्युट्रिसनिस्ट अर्थात् पोषण विशेषज्ञ मीरा शाहजीसँग। स्वागत छ मीराजी हजुरलाई यस कार्यक्रममा। नमस्ते, धन्यवाद। हामीसँग समय एकदमै अभावको कारण, किनभने आज हामी कुराकानी गर्दैछौँ खानपिनको होइन। खानपिन भन्ने बित्तिकै एकदमै इम्पोर्टेन्ट अहिलेको समयमा एकदमै उपयोग। सो मसँग धेरै प्रश्नहरू छ होइन। सो डाइरेक्ट म प्रश्नमै जान चाहे है।
कोभिड-19 को समयमा चाहिँ मैले धेरै सुनेको र सबैजनाले चाहिँ के सुन्दै आइराख्नु भएको छ भने इम्युनिटी बुस्ट गर्नुपर्छ, इम्युनिटी बढाउनुपर्छ भनेर जुन भनेर आइरहेको छ। यसमा चाहिँ तपाईँको तात्पर्य, हजुर आफै पनि विशेषज्ञ हुनुभएको कारणले चाहिँ कतिको चाहिँ इम्युनिटी बढाउनुपर्छ अनि खाना र एक्सर्साइजको चाहिँ के भूमिका छ यो कुराहरूमा? धन्यवाद प्रश्नको लागि भने सर्वप्रथम त यहाँ उपस्थित हुनुभएको महानुभावहरूमा चाहिँ म नमस्ते गर्न चाहन्छु। खासमा चाहिँ अहिले चाहिँ कोभिडले गर्दाखेरि चाहिँ भनौँ न अस्तव्यस्त भएको छ हाम्रो लाइफस्टाइल होइन। र यसमा पनि अहिले चाहिँ इम्युनिटी भनेको रोग प्रतिरोधात्मक बढाउने क्षमता बढाउने हो होइन। त्यो चाहिँ हामीले चाहिँ खानाबाट कसरी गर्न सक्छौँ त, र यसमा चाहिँ के खानेकुरा पर्छ भनेर चाहिँ जिज्ञासा मेटाउन खोजिरहेको छु। यसमा भनेपछि तपाईँले चाहिँ अब भ्याक्सिनले पनि चाहिँ सीमित भएन, त्यो सबैले थाहा भइसक्यो। हामी सेफ छैनौँ त्यो चाहिँ बुझ्नु पर्यो। र अर्को कुरा इम्युनिटी पुस्टिङ बढाउने जुन खानेकुरा हुन्छ नि, त्यो चाहिँ हामीले चाहिँ नियमित रूपमा चाहिँ ब्यालेन्स डाइट, सन्तुलित भोजन भन्छौँ। त्यसबाट चाहिँ हामीले नियमित सेवन गर्यो भने त्यो कोभिड मात्रै होइन अरू पनि डिजिजसँग चाहिँ हामीले चाहिँ लड्न सक्छौँ। जुन चाहिँ हामीले चाहिँ पछिल्लो दिनहरूमा चाहिँ जुन हामी सफर भइरहेछौँ नि, त्यसले पनि एकदमै कम भएको पनि छ। र नेपाली जुन खाना छ, जुन भोजन छ, त्यो एकदमै सन्तुलित भोजन चाहिँ म चाहिँ मान्छु। र जसले गर्दाखेरि हाम्रो चाहिँ निको हुने सङ्ख्या पनि दिनदिनै बढिरहेछ। सङ्क्रमितको मात्रै कुरा नगरौँ होइन। र यसमा सन्तुलित आहारमा चाहिँ हामीले दैनिक भोजनमा चाहिँ हामीले चाहिँ सबै मात्रा मिलाएर खानुपर्ने हुन्छ। जुन चाहिँ हामीले चाहिँ घरमा बनाएको पोसिलो खानेकुराहरू बिहानदेखि बेलुकासम्मको जुन हाम्रो खाना हुन्छ, नेपाली खाना जुन नियमित खाइरहेछौँ, त्यही खानेकुरामा चाहिँ हामीले चाहिँ सन्तुलित बनाएर खाने हो, जसले चाहिँ हामीले चाहिँ इम्युनिटी बुस्ट हुने चाहिँ खानेकुराहरूभित्र पर्दछ। र हामी चाहिँ एक्सर्साइज र खाना र रोगको घनिष्ठ सम्बन्ध छ, जसले गर्दाखेरि हामीले चाहिँ यो कोभिड मात्रै होइन अरू डिजिजहरूसँग पनि हामीले चाहिँ एकदमै लड्न सक्छौँ। र खाना र एक्सर्साइज भनेपछि हामीले 80% डाइट र एक्सर्साइजबाट हामीले चाहिँ डिजिजहरू कन्ट्रोल गर्न सक्छौँ भने 20% हामीले चाहिँ मेडिकेसनहरूबाट चाहिँ गर्ने हो। त्यो चाहिँ सही नै हो। भनेपछि तपाईँले पौष्टिक खाना भनेर भन्नुभयो, घरमै खानेकुरा, घरमै बसेर पौष्टिक खानेकुरा चाहिँ कस्तो कस्तो खाले चाहिँ खान सकिन्छ अझ पनि राम्रो इम्युनिटी बढोस् भनेर? यसमा चाहिँ सबै चिज समावेश हुन्छ। जस्तै अब कार्बोहाइड्रेटको लागि चाहिँ अन्न भयो होइन, त्यसमा पनि हामीले चाहिँ कति चाहिन्छ त शरीरलाई, अब त्यो त मात्रा भयो होइन। कति चाहिन्छ हाम्रो शरीरलाई, हामीले चाहिँ उमेर, लिङ्ग अनि त्यसपछि उनीहरूले काम गर्ने जुन पेसा हुन्छ नि त्यो पनि हेर्छौँ। र त्यो अनुसार हामीले चाहिँ आहार तालिका, डाइट चार्ट हामीले चाहिँ प्रोभाइड गर्छौँ। र त्यसमा पनि कोही बिरामीहरू, अरू डिजिजहरू त्यसमा चाहिँ छ भने हामीले त्यो अनुसारको हामीले चाहिँ डाइट चार्ट बनाएर दिन्छौँ। र त्यसमा चाहिँ सबै चिज समावेश हुन्छ, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन्स, मिनरल्स, चिलो पदार्थ, त्यो सबै समावेश गरेर हामीले चाहिँ एकमुष्ट चाहिँ हामीले चाहिँ डिभाइड गरेर चाहिँ कुन बेला के खाँदा बेटर होला र कसरी उहाँलाई चाहिँ राम्रो होला, हाम्रो शरीरलाई के खाँदाखेरि हामीले चाहिँ राम्रो हुन्छ, त्यो अनुसार हामीले प्लान गर्छौँ। र अहिले चाहिँ हामीले चाहिँ हाई प्रोटिन डाइटमा चाहिँ हामीले चाहिँ बेसी ध्यान दिनुपर्ने हुन्छ। र त्यसपछि हामीले चाहिँ भिटामिन भएको चिजहरू जुन तपाईँले चाहिँ हेर्नु भएको छ, भिटामिन सी, जिङ्कहरू चाहिँ इन्टेक गरिरहेछ। अनि त्यसपछि भिटामिन डीको क्याल्सियम र भिटामिन डी पनि हामीले इन्जेक्सन अथवा औषधिहरू पनि सेवन गरिरहेछ। त्यो चाहिँ हामीले चाहिँ खानाबाट दिन्छौँ। आफै टेस्ट नगरिकन सेवन गर्नु उचित चाहिँ हुँदैन। पछि चाहिँ उसको चाहिँ समस्या हुनसक्छ। र इम्युनिटी बढाउनको लागि हामीले चाहिँ खानाबाट चाहिँ के दिन सक्छौँ त? भिटामिन डी अहिले त घरबाट बाहिर जान मिल्दैन होइन, घाममा बस्न पनि सकेको चाहिँ धेरै नै राम्रो, भिटामिन डी फ्रीमा पाउने हो नि त। तर हामीले चाहिँ भिटामिन डीको लागि अथवा जिङ्कको लागि अथवा अरू भिटामिन्स पाउनको लागि चाहिँ हामीले चाहिँ खानाबाट चाहिँ हामीले चाहिँ प्रशस्त मात्रामा चाहिँ सन्तुलित भोजनमा चाहिँ समावेश गरेर हामीले चाहिँ दिन्छौँ। हाई प्रोटिनको कुरा गर्नुभयो, हाई प्रोटिनमा चाहिँ कस्तो कस्तो खानेकुराहरू हुन्छ? हाई प्रोटिनमा हामीले चाहिँ प्रोटिन दुई प्रकारको हुन्छ। एउटा चाहिँ हामीले चाहिँ जनावर स्रोतबाट ल्याउँछौँ र एउटा वनस्पति भनौँ न
प्लान्ट बेस्ड र एनिमल बेस्डबाट। तर अहिले चाहिँ विभिन्न रिसर्चहरूले चाहिँ के पत्ता लगाएको छ भने एनिमलबाट भन्दा पनि प्लान्ट बेस्ड जुन प्रोटिन हुन्छ त्यो एकदमै राम्रो हुन्छ, इम्युनिटी बुस्टिङ पनि भयो र यसले चाहिँ के भन्छ सस्तो र सहज तरिकाले पाउँछ कि। जस्तै यसमा चाहिँ प्लान्ट बेस्ड भनेको चाहिँ हामीले चाहिँ विभिन्न किसिमको दालहरू, गेडागुडीहरू होइन, राजमाहरू जुन चाहिँ समग्र रूपमा हामीले चाहिँ अफोर्ड गर्न सक्छौँ, सस्तै पाउँछ नि। त्यसमा पनि टोफु एकदमै बेस्ट। मेरो भर्खर अस्ति आर्टिकल आएको थियो नारीमा, त्यसमा पनि मैले टोफुको बारेमा लेखेको थिएँ होइन। त्यो टोफु एकदम सहज तरिकाले र हामीले चाहिँ विभिन्न रोगहरूको लागि, लिभर डिजिजहरूको लागि, धेरैको लागि चाहिँ हामीले चाहिँ अरू क्यान्सरहरूको लागि एकदमै राम्रो कारक तत्त्व हुनसक्छ, त्यो पनि हामीले त्यो दिइरहेछौँ। र अर्को भयो दुधहरूबाट, जस्तै दुध, दही, मही, पनिरहरू चाहिँ जसरी खान सक्छ। जसले अब भनौँ न दुधसँग एलर्जी छ भने, दहीसँग एलर्जी छ भने हामीले चाहिँ त्यसलाई चाहिँ सोया मिल्क, बटर मिल्क त्यो चाहिँ दिन्छौँ कि, जसले गर्दाखेरि उसले जसरी भए पनि इन्टेक गरोस्। हामीले खाने मात्रै होइन कि त्यसलाई एब्जर्ब गर्ने पनि क्षमता हुनु पर्यो नि त। अनि नन भेजमा पनि हामीले चाहिँ अब सकभर खाना त खाइराखेको छ होइन, अब एग पनि खाइरहेछ, अब सेतो भाग मात्रै खाने कि त्यो पनि हामीले हेरेर, किनभने खाएर मात्रै हुँदैन, किनभने एक्सर्साइज हामीले क्यालोरी बढ्नु पनि गर्नुपर्ने हुन्छ होइन। त्यो किसिमको हामीले चाहिँ प्रोटिन चाहिँ हामीले चाहिँ दिन्छौँ, हाई प्रोटिन भनेको त्यही हो। मैले ठ्याक्कै एउटा तपाईँले एलर्जी हुन्छ भन्दा मलाई पनि दुध खायो भने एकदमै ल्याक्टोज इन्टलरेन्स छ होइन, मलाई पनि गाह्रो छ भनेपछि दुधको चाहिँ सोया मिल्कबाट चाहिँ हुन्छ हो, मजाले बटर मिल्क भयो, बदामको आल्मोन्ड मिल्क भयो, सोया मिल्क भयो, छ नि। हजुर प्रोटिन त धेरै छ। हजुर तपाईँले मजाले नै भनिदिनु भयो होइन, हाई प्रोटिन धेरै चाहिँ मासुबाट मात्रै हुन्छ भनेर जति सोचिराख्नु अब चेन्ज पनि गर्नुपर्छ भनेर भन्नुभएको छ होइन। अनि यो कोभिडको टाइममा चाहिँ अहिले जुन समयमा अहिले कोभिड भइसकेपछि मान्छेहरूलाई चाहिँ कस्तो खायो भने, किनभने अब मेरो परिवारमा पनि कति धेरैजनाहरूलाई कोभिड सङ्क्रमित हुनुभयो अनि पछि यो खाने त्यो खाने थाहै नहुने, अनि खान मिल्ने कुरा पनि कहिलेकाहीँ हामीले चाहिँ के गरिरहेको हुन्छ नि, यसलाई त नदिए हुन्छ होइन, फेरि प्रब्लम होला कि भन्ने त्यो कन्सेप्ट थियो। यो कोभिड भइसकेपछि चाहिँ कस्तो खाना खाँदा चाहिँ अझ राम्रो हुन्छ होला? पोस्ट कोभिड पछि कस्तो हुन्छ, कोभिड पछि जुन निको भइसकेपछि धेरै विकनेसहरू, कमजोरीहरू धेरै भएको पाइएको छ। किनभने हाम्रो शरीरमा जति क्षमता हुन्छ त्यो त अब भनौँ न त्योसँग लडेर हामीले त बल्ल बल्ल बाँचेका छौँ होइन। तर शरीर कमजोर भएपछि त्यसलाई रिकभरी हुनलाई, निको हुनलाई चाहिँ समय त लाग्छ नै। तर हामीले त्यसमा चाहिँ कस्तो छ भने पहिलाको जुन भोजन खाइरहेको थियो भने त्यसमा चाहिँ हामीले डायट चाहिँ अझै बुस्टअप गर्नुपर्ने हुन्छ, मात्रा बढाउनु पर्ने हुन्छ। अब के बढाउने त, अब कार्बोहाइड्रेट बढायो भने पछि अझै समस्या हुन्छ। हामीले चाहिँ भनौँ न सन्तुलित आहार भनेकै हामीले चाहिँ सबै समावेश गरेर दिने हो। प्रोटिनको मात्रा बढाइदिन्छौँ होइन, र भेजिटेबलहरू जुन छ नि, सागपात, मौसम अनुसारको फलफुल, सागसब्जीहरूमा चाहिँ एकदमै धेरै हामीले चाहिँ विशेष ध्यान दिन्छौँ। र तिनीहरू चाहिँ बेसी सेवन गर्यो भने भनौँ न सङ्क्रमणबाट त मुक्त हुन्छ नै, इम्युनिटी पनि बढाउने हुन्छ। र विभिन्न प्रोटिन र त्यसपछि हामीले चाहिँ मिनरल्सहरू भनेपछि खनिज तत्त्वहरू जुन चाहिँ हामीले विभिन्न किसिमको बिउहरू हुन्छ नि, भनौँ न फर्सीको बिउ, काजु बदाम ओखर खानु पर्दैन। फर्सीको बिउ भयो, तपाईँ खरबुजाको बिउ भयो, तपाईँले चाहिँ त्यो सनफ्लावरको जुन हुन्छ सूर्यमुखी त्यसको बिउ भयो, आलस भयो, त्योहरू खाँदा पनि धेरै नै रिकभर चाहिँ हुन्छ। भनेपछि महँगो त्यो काजु बदाम जरुरी छैन है, जरुरी चाहिँ छैन। हजुर त्यहीमा कि हामी चाहिँ महँगो छ कसरी खाने भन्ने सोचिरहेको हुन्छ होइन। भनेपछि फर्सीदेखि लिएर अनि सनफ्लावरको बिउहरू भयो भने पनि यसले चाहिँ त्यही मात्रामा दिइरहेको हुन्छ, एकदमै हजुर। यो पनि मलाई धेरै नयाँ कुरा सिकेँ मैले तपाईँबाट होइन। अर्को एउटा कुरा चाहिँ मैले यसमा के जोड्न चाहेँ भन्दाखेरि यो कोभिड-19 भइसकेपछि छ नि, जुन चाहिँ अब पोस्ट कोभिड सिम्टम्सहरू अलिअलि देखा परिएको छ, लक्षणहरू देखा परिएको छ, यो कोभिड सङ्क्रमित हुँदा राम्रोसँग खानपिनमा ध्यान नदिएर पनि हुन्छ कि यस्तो हो। र स्ट्रेसले पनि हो मान्छेको चाहिँ भनौँ न रोग भन्दा पनि होइन,
जुन हामीले न्युजहरू जुन आइरहेछ नि त्यसले गर्दाखेरि यति धेरै तनाव भएको छ अहिले एन्जाइटीहरू अब तपाईँ आफै अहिले साइकोलोजिस्ट हुनुहुन्छ होइन तपाईँलाई थाहा होला अहिले चाहिँ जसले गर्दाखेरि चाहिँ रियलमा साँच्चैमा चाहिँ कमजोर त हुन्छ नै त्यो र यसले चाहिँ हामीले चाहिँ के हुन्छ नकारात्मक असर जुन पर्ने हुन्छ नि त्यसमा चाहिँ हामीले चाहिँ आफूलाई इङ्गेज राख्नु पर्यो जसले गर्दाखेरि खानपानमा पनि ध्यान दिनु पर्यो आफ्नो शरीरलाई ध्यान दिनु पर्यो र अरू कुरामा इङ्गेज राखेर पनि धेरै त्यसले चाहिँ धेरै हदसम्म चाहिँ राम्रो हुनमा चाहिँ मद्दत गर्छ तनावलाई पनि न्यूनीकरण गर्नुपर्ने हुन्छ एकदमै अनि यो सामना त हामीले त्यसरी गरि नै रहेको हुन्छ तर एक्सर्साइज पनि गर्नुपर्छ भनिरहेको हुन्छ होइन अनि यो कोभिड भएको समयमा कहिलेकाहीँ चाहिँ मैले मेरो भाइको पनि देखेको थिएँ होइन उसलाई चाहिँ चल्नै मन नलाग्ने होइन एनर्जी नै नआउने यस्तो बेला चाहिँ कस्तो खाले गर्दा यस्तो हुन्छ हल्का किसिमको उसलाई चाहिँ असर नपर्ने गरी अब कस्तो छ भने एक्सर्साइज फिजिकली एक्सर्साइज एकदम मरिहत्ते गरेर गर्ने होइन बाहिर पनि जानु भएन होइन तर घरमै बसेर योगाहरू अनुलोम विलोमहरू अरू विभिन्न किसिमको योगाहरू छ नि त जसले चाहिँ सहज किसिमको चाहिँ भनौँ प्राणायामहरू त्यो पनि गर्न सकिन्छ जसले गर्दाखेरि उसलाई भनौँ न असर पनि पर्दैन र अलिकति रमाइलो म्युजिकहरू पनि सुन्ने कि भनेपछि स्ट्रेस पनि कम भयो र मोबिलाइजेसन पनि भयो त्यो पनि गर्न सकिन्छ पक्कै पनि अनि यो खाना नहुने कुरा चाहिँ के रहेछ त कोभिड टाइममा खाना नहुने भनेपछि हामीले औषधि चाहिँ अनावश्यक चाहिँ सेवन नगरौँ भनौँ न चिकित्सकको परामर्श लिएर मात्रै औषधिको सेवन गरौँ र अहिले हेल्प डेस्कहरू कति पनि छन् त तपाईँकै हाम्रै छ होइन कीर्तिपुरमा त्यहाँ पनि सल्लाह लिन सक्छ र अर्को कुरा चाहिँ खानै नहुने भनेपछि चाहिँ डाइरेक्ट फ्रिजबाट चाहिँ हामीले चाहिँ सकभर सेवन नगरौँ र जङ्क फुडहरू जुन चाहिँ हामीले चाहिँ अहिले बजार बन्द छ तर पनि अब घरमै बसेर पार्टी गर्ने पनि कतिका छन् होइन त्यो चाहिँ हामीले चाहिँ अब सफ्ट ड्रिङ्कहरू जुन हामीले चाहिँ सेवन गरिरहेछौँ नि त्यो तागत दिने इनर्जी ड्रिङ्कहरू त्यो चाहिँ सेवनै नगरौँ त्यसको ठाउँमा के गर्ने त जस्तै शरबतहरू झोलिलो कुराहरू प्रशस्त मात्रामा चाहिँ हामीले खानुपर्ने हुन्छ जो सुपहरू भयो शरबतहरू भयो मोहीहरू भयो जसले गर्दाखेरि हामीले चाहिँ पचाउनु पनि सजिलो हुन्छ र उसले चाहिँ के हुन्छ भने चाहिँ हाम्रो इम्युनिटी पनि बढाउँछ जसले गर्दाखेरि हाम्रो चाहिँ डिहाइड्रेसन हुनु भएन जीवन जलहरू कतिको उपयोग हुन्छ एकदमै जीवन जल भयो तपाईँले नरिवल पानी भयो तर तपाईँले सहज रूपमा के छ त्यही झोल कुरा खाने घरमा जे उपलब्ध छ पाटीको झोलहरू दालको झोलहरू जे अहिले चाहिँ धेरै झोलहरू खायो भने पनि राम्रो हुन्छ भनेर चाहिँ भन्नुभयो अनि अहिले यो नयाँ मैले अघि पनि कुरा गरेको थिएँ डेल्टा भेरिएन्टले एकदमै यो बच्चाहरूलाई चाहिँ एकदमै सङ्क्रमित गर्दै आएको छ भन्ने सुनिरहेका छौँ होइन अब बालबालिका पनि के गर्यो किनभने भ्याक्सिन पनि आएको छैन अहिलेसम्म बच्चाहरूको लागि ठुलोहरूको लागि आएकै छैन झन् बच्चाहरूको लागि त होइन कमै नै छ भन्नु आएकै छैन भन्नु उहाँहरूलाई चाहिँ पौष्टिक खाना भएन भने चाहिँ बच्चाहरूलाई चाहिँ भएन भने कस्तो असरहरू हुन्छ अनि यो कोभिड लाग्ने चाहिँ कतिको चान्स हुन्छ उहाँहरूलाई अफकोर्स अब मालनरिस बच्चा छ भने कुपोषित बच्चा छ भने त उसले चाहिँ सबभन्दा चाहिँ बढी चाहिँ लाग्ने सम्भावना चाहिँ हुनसक्छ किनभने भन्छ नि अब कमजोरलाई जसले पनि हेप्छ त्यो चाहिँ सुन्नु भएको छ नि त्यो भनेको शरीर कमजोर भयो भने चाहिँ अफकोर्स त्यसलाई चाहिँ असर पर्ने सम्भावना धेरै हुन्छ अब तर यसको लागि चाहिँ डराइहाल्नु पर्ने अथवा एकदमै हत्तै गर्नुपर्ने कसरी चाहिँ उसलाई बुस्टअप गर्ने त्योतिर ध्यान नदिकन त्यसलाई चाहिँ निराकरण कतिको गर्ने त के गर्दा हुन्छ भन्दाखेरि बच्चाहरूलाई चाहिँ अब उसको उमेर अनुसारको तौल पुगेको छ कि छैन उसको रुचिहरू कतिको छ मालनरिस छ कि छैन मालनरिस भनेको तपाईँ ओभरवेट र अन्डरवेट कुनै पनि हुनसक्छ होइन अब त्यसमा हामीले चाहिँ कुपोषणको कुन छ होइन अब मध्यम खालको छ कि अथवा सिभियर खालको छ कि त्यो हामीले हेरेर त्यो अनुसारको हामीले चाहिँ खानामा चाहिँ विशेष ध्यान दिन्छौँ र सपोज कोही बच्चा चाहिँ एकदम कमजोर छ उसले एकदमै खाना पनि रुच्दैन र एक्टिभिटी पनि छैन तौल पनि कम छ भने त्यसलाई चाहिँ बिस्तारै बिस्तारै चाहिँ खानेको मात्रा चाहिँ बढाउँदै लैजाने र उसलाई चाहिँ अब सङ्क्रमित हुनबाट चाहिँ बचाउन सकिन्छ र यो कोरोनाले गर्दाखेरि चाहिँ हामीले चाहिँ सोच्नुपर्ने बाध्यता त छ होइन
तर एकदमै डराउने चाहिँ त्यस्तो पनि छैन, किनभने भेरिएन्ट आउँछ नै, फर्स्ट आइसक्यो, सेकेन्ड आइसक्यो, थर्ड त आउँछ भने जब हामी दुईटाले जितिसक्यो भने तेस्रोले जित्न सिक्छ होइन। त्यसले गर्दाखेरि आत्तिनु पर्ने अथवा डराउनु पर्ने सावधानी अप्नाउनु पर्यो र खानामा चाहिँ विशेष ध्यान दिनुपर्ने हुन्छ प्यारेन्ट्सहरूले। प्यारेन्ट्सहरूलाई चाहिँ कस्तो खाले चाहिँ सजेसन दिनुहुन्छ कि बच्चालाई यो खुवाउनु भयो भने अझ उपयोगी हुन्छ भनेर? विशेष गरी घरको खानेकुराहरू नै खुवाउने म भन्छु होइन। उनीहरूलाई चाहिँ नियमित रूपमा चाहिँ थोरै मात्रामा खुवाउँदै सम्झाउँदै अब टिभीहरूबाट अलिकति टाढा राखेर, मोबाइलहरूबाट टाढा राखेर उसलाई चाहिँ अब कोही बुझ्ने छ भने उसलाई बुझाएर भन्ने होइन। अनि बुझ्ने छैन भने त उसलाई सम्झाएर फकाएर जसरी भए पनि यो खानुपर्छ, भनौँ न कसरी अब के गर्दा ऊ खुसी हुन्छ त्यसलाई चाहिँ ध्यानमा राखेर हामीले चाहिँ अभिभावकहरूले होइन त्यो चाहिँ सम्झाउन पायो भने चाहिँ धेरै राम्रो हुन्छ। र अहिले चाहिँ घरमा चाहिँ फ्री भएको टाइममा भनौँ न परिवारसँग चाहिँ बस्नु पनि पाएका छ नि त, जसले गर्दाखेरि चाहिँ झन् अलि सहयोग भएको जस्तो लाग्छ समय दिनलाई बच्चाहरूलाई। जसले गर्दाखेरि हामीले चाहिँ तेस्रो लहर पनि हामीले चाहिँ जितेर छाड्छौँ। धेरै नै होपफुल हुनुहुन्छ हजुर, एकदमै खुसी लाग्यो तपाईँले यो एकदमै होपफुल भएर। म आफै पनि हुन्छ नि अघिसम्म डराइरहेको थिएँ कोभिड यो भेरिएन्टको हेरिरहेको बेला, तपाईँको शब्दहरूले एकदमै होप दियो भनौँ न। अनि यो बच्चाहरूको त कुरा भयो, गर्भवती महिलाहरू पनि एकदम डराएको देखेँ कि मैले चाहिँ, अब के हुने हो कि बच्चालाई के हुने कि मलाई आफैलाई के हुने हो कि भनेर चाहिँ डराएको चाहिँ मैले एकदमै धेरै देखेको छु होइन। उहाँहरूलाई चाहिँ के सल्लाह दिनुहुन्छ? डराउनै पर्ने छ कि अब खानेकुरामा पनि कसरी चाहिँ सजेस्ट गर्नुहुन्छ उहाँहरूलाई? अब डराएर मात्रै काम भएन होइन। अनावश्यक रूपमा चाहिँ अस्पताल जानुभन्दा पहिला चाहिँ तपाईँले अब आफ्नो भनौँ न गाइनोकोलोजिस्टहरूसँग पनि सल्लाह लिनु होइन। अहिले त धेरै सेवा सुविधाहरू पनि पाइरहेछौँ, के गर्दाखेरि हामीले चाहिँ राम्रो हुन्छ भनेर होइन। अनावश्यक रूपमा तनाव लिनु पक्कै पनि उचित चाहिँ होइन। र खानपानमा त विशेष ध्यान दिनु पर्यो र पोजिटिभ चाहिँ सोच्नु पर्यो। पोजिटिभ सोचेपछि तनाव पनि आफै कम हुन्छ। र गर्भवती भएको बेलामा त अफकोर्स त्यो पहिला हर्मोनल चेन्जले चाहिँ स्ट्रेस त छ नै। अर्को कुरा कोभिडले पनि स्ट्रेस भएको छ होइन। मेरो बच्चालाई हुन्छ कि अथवा मलाई हुन्छ कि त्यता पनि त्यति धेरै डराउनु पर्दैन, किनभने कोभिड भएको गर्भवतीहरू पनि स्वस्थ बच्चा चाहिँ जन्माएको छन् होइन, भएको पनि छ र दुवैजना सुरक्षित पनि छ होइन। जसले गर्दाखेरि सुरक्षा अपनाउनु नै धेरै नै राम्रो हो। भनेपछि गाइनोकोलोजिस्टमा गएर आफ्नो चाहिँ जुन डक्टर हुनुहुन्छ उहाँसँग सल्लाह लिइराख्दा पनि धेरै बेनिफिट हुन्छ। अनि उहाँहरूले चाहिँ डाइटिसियन्सहरूसँग कतिको कन्सल्ट गर्नुहुन्छ? अहिले चाहिँ गर्भवतीहरूमा चाहिँ जिडिएम हुन्छ, जेस्टेसनल डायबिटिज हुन्छ, जुन गर्भावस्थामा हुने हो, उहाँहरू चाहिँ एकदम सल्लाह चाहिँ लिन आउनुहुन्छ। तर पनि अहिले भनौँ न चित्त बुझ्ने खालको चाहिँ सल्लाह लिन चाहिँ एकदमै कम छ। अरू बिरामीहरू भनौँ न अहिले लाइफस्टाइल चेन्जले गर्दाखेरि होइन धेरै रोगहरू बढिरहेछ। सुगर, प्रेसर, आजमादेखि भनौँ विभिन्न किसिमको जुन नसर्ने रोगहरू हो, जसमा चाहिँ लाखौँ हजार रुपियाँ खर्च गरेर रोग भएर बसेछन् भने पोषण विशेषज्ञ कहाँ गएर सही परामर्श लिने भोजनको लागि पनि त्यो चेतना आएको छैन। त्यसमा पनि उहाँहरूले चाहिँ होइन परामर्श लिनु अति नै जरुरी छ। जसरी हामी भन्छौँ नि चिकित्सकको बिना सल्लाह औषधि सेवन नगर्नु, हामी पनि त्यसको लागि त बसेका छौँ होइन। उहाँहरूले उचित सल्लाह दिएर अहिले रोग छैन भने धेरै राम्रो, भोलि पनि रोग नहोस् न त जसको लागि हामी बसेका छौँ। हजुर पक्कै पनि। कति चाहिँ अहिले तपाईँले देख्नु भएको अब आफ्नै क्लाइन्टहरू कतिको आउनुहुन्छ? आउनुहुन्छ अहिले त पोस्ट कोभिडको मात्रै होइन अरू रोगको त आउनुहुन्छ नै। र अहिले वेट म्यानेजमेन्ट गर्न पनि आउनुहुन्छ। र अहिले मान्छेहरू अलिक कन्सियस पनि भइरहेछ, सचेत अहिले अलिक चेतना भनौँ न जागिरहेछ, बुझिरहेछ, कुरा बुझिरहेछ। ओहो मेरो वेट गेन भयो, यो कोभिडले धेरै वेट गेन भएको छ र वेट लस पनि भएको छ र त्यो कसरी मिलाउने त। अब कसैको घरमा चाहिँ सुगर प्रेसर छ भने अब वेट धेरै गेन भयो भने मलाई पनि हुने हो कि, त्यो पनि अहिले चाहिँ कन्सियस चाहिँ भएको छ र आइ पनि रहेछ।
र हामीले पनि अहिले चाहिँ कोभिड र पोस्ट कोभिड र अरू डिजिजहरूको लागि चाहिँ हामीले सो चाहिँ हाम्रो एउटा समूह छ है, नेपाल डाइटिसियन एसोसिएसन, हाम्रो डाइट क्लिनिक, त्यसमा पनि हामीले चाहिँ फ्रीमा निःशुल्क परामर्श हाम्रो टिम छ, हामीले चाहिँ दिइरहेछौँ र आशा छ अझै धेरै चाहिँ हामीले चाहिँ बिरामी पाओस्, हामीले चाहिँ सेवा गर्न मौका पाऊँ, त्यो चाहिँ एकदम धेरै आश गरेका छौँ। नेपालभरि काठमाडौँ मात्रै होइन, नेपाललाई एउटा समेटेर भनौँ न निरोगी पार्ने एउटा हाम्रो लक्ष्य छ, अभियानै छ। त्यसमा चाहिँ म चाहिँ अलिक अग्र स्थानमा छु। हजुर, पक्कै पनि होइन। तपाईँले यो रेडियो मार्फत पनि भन्नुभयो, हामी फेसबुक लाइभ पनि छौँ होइन, धेरैले हेरिराख्नु भएको छ, सुनिराख्नु भएको छ। म आफैले पनि धेरै कुरा सिकेँ आजबाट होइन। यहाँबाट गएर चाहिँ म आफूले चिन्ने हुन्छ नि जसलाई चाहिँ एकदम आवश्यकता छ, म उहाँहरूलाई पनि भन्छु। किनभने हामीले औषधि त डक्टरलाई नसोधिकन खाँदैनौँ भने खाना पनि त्यही त हो नि, कुन जिउलाई कस्तो चाहिन्छ भन्ने त हामीलाई त्यो सबै कुरा थाहा हुँदैन। डाइटिसियनको चाहिँ एकदमै जरुरी नै छ पक्कै पनि होइन। थ्याङ्क यू। अब अर्को एउटा हामी समयको अन्तिम लाइक हुन्छ नि लास्ट नै पुगिसकेको भएर म एउटा अर्को कुरा चाहिँ के थप्न चाहेँ भन्दाखेरि औषधि यो जडीबुटीहरू चाहिँ यो खायो भने कोभिड निको हुन्छ, यो भयो भने निको हुन्छ भन्ने कति हल्ला छ। फेसबुकमा पनि खोल्यो भने चाहिँ यो खायो भने चाहिँ ठिक हुन्छ भनेर यति धेरै देखिरहेको हुन्छ। यसमा चाहिँ हजुरले के भन्नुहुन्छ? अहिले पनि म साँच्चै भन्दाखेरि धेरैले काढाहरू जडीबुटीहरू धेरै सेवन गरिरहेछ, जसले गर्दाखेरि चाहिँ नयाँ रोगहरू चाहिँ उसले चाहिँ उत्पादन गरिरहेछ उसको शरीरले, जुन चाहिँ अब नरुच्ने एक त स्वादको लागि उनीहरूले चाहिँ स्वाद हुँदैन, जुन कोभिड भएपछि झन् काढाहरू चाहिँ अनावश्यक रूपमा अधिक मात्रामा चाहिँ अपर्याप्त मात्रामा सेवन गरेर मुखको क्यान्सर, पेटको तपाईँको आन्द्राको क्यान्सर पनि भएको छ। र मेरै एकजना बिरामी पनि छ जसलाई चाहिँ किडनीको पनि समस्या भयो जडीबुटीको अत्यधिक सेवनले गर्दाखेरि, र ऊ चाहिँ एकदमै गाह्रो भएर अब कसरी हस्पिटल पनि जान नमिल्ने, मैले चाहिँ खाएँ, अब मेरो चाहिँ पत्थरी भयो, कसरी निराकरण गर्ने, यो त एउटा मात्रै मैले केस थाहा पाएको। तर धेरै छ हस्पिटलहरूमा चाहिँ धेरै छ यो समस्या चाहिँ। यस्तो छ कि कुनै पनि कुरा चाहिँ चाहिने मात्रामा हुनुपर्छ होइन। बेसार पानी दिनभरि खाए पनि त्यो निको हुन्छ, त्यो चाहिँ हुँदै हुँदैन नि। तपाईँले त्यसको पनि मात्रा छ नि त। तपाईँले बेसार पानी कति खाने त? दुध बेसार घोलेर तपाईँले एकचोटि खान पाइयो। जडीबुटीको काढा जुन बनाउनुहुन्छ त्यो 1 कप सेवन गरे पुग्यो। तर तपाईँले चाहिँ त्यसैमा चाहिँ यो रोगै नलाग्ने हो भनेपछि त हस्पिटल बन्द गरेर त्यो काढा मात्रै खुवाए पनि भइहाल्यो, अक्सिजनै नदिकन। त्यो पनि एउटा चाहिँ गलत प्रचारहरू पनि छ र अनावश्यक रूपमा युट्युबहरूमा त्यसमा चाहिँ गरिरहेछ। त्यो पनि नगर्दा हुन्छ मेरो विचारमा। त्यो पछिसम्मको लागि त्यो चाहिँ स्वास्थ्यको लागि चाहिँ राम्रो चाहिँ पक्कै पनि होइन। मेरो विचारमा त्यही हो। म उहाँहरूले त्यही त्यो भनौँ न अनुरोध गर्न चाहन्छु कि तपाईँहरूले चाहिँ जथाभावी नखानु। तपाईँले एउटा आफ्नो लागि खाइरहेछ भने भोलि तपाईँले चाहिँ के भयो भने तपाईँले त्यसको के गर्ने त? धेरै कुरा छ। अनि यो कहिलेकाहीँ चाहिँ स्वस्थ हुनु छ भनेर एकदमै मान्छेहरूले धेरै सोचेर पनि अब राम्रो कुरा पनि धेरै चिनी धेरै खायो भने तितो हुन्छ भन्ने जस्तै त भयो नि होइन। यो पनि पक्कै पनि अब काढाहरू पनि जे होस् तपाईँले भनेको अनुसार चाहिँ दिनको 1 गिलास, हजुर 1 गिलास भने इनफ भइहाल्यो। त्यसमा पनि के मिसाएको छ त्यो थाहा हुनु पर्यो नि त। अनि के अरू सल्लाह सुझाव दिनुहुन्छ? हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। के सल्लाह सुझाव, थप सल्लाह सुझाव कोभिडको समयमा मात्रै होइन कि यो एज अ होल न्युट्रिसनको लागि, पोषणको लागि नै तपाईँले के सल्लाह सुझाव दिन चाहनुहुन्छ? सकभर होइन, पहिला त सुरक्षित बस्नु पर्यो होइन। अब अहिले भनौँ न खोलिदिएको छ होइन। अब भिडभाडमा अब फेरि जाने, मास्क नलाउने त्यो पनि नगरौँ होइन। सुरक्षा चाहिँ अप्नाउनु पर्यो। भिडभाडमा अनावश्यक रूपमा बाहिर नजाऊँ, बाहिर निस्के पनि आफूलाई चाहिँ सुरक्षित राखौँ। र बाहिरको खानेकुरा खानुभन्दा पनि आफ्नो घरमा बनाएको पोसिलो टिफिन क्यारी गरेर लानु पर्यो, सबभन्दा राम्रो उपाय होइन। आफ्नो घरमा बनाएको खानेकुराहरू चाहिँ अफिसै जानु पर्यो भने त्यो लानु पर्यो होइन। र नियमित रूपमा चाहिँ सल्लाह लिनु पर्यो। अस्पतालै दौड्नु छ भने एकदमै गाह्रो छ भने मात्रै आउनुहोस् होइन। तर परामर्श लिन त सकिन्छ नि त। परामर्श लिनुहोस् र स्वस्थ बस्नुहोस्। र त्यसको लागि चाहिँ तपाईँले चाहिँ तनाव पनि कम गर्नु पर्यो होइन। एकदमै धेरै समाचारहरूले पनि धेरै चाहिँ एकदमै गाह्रो बनाइरहेछ होइन। हो, त्यो समाचारहरूलाई पनि कटअफ गरेर किताबहरू पढ्ने कि सङ्गीतहरू सुन्ने कि आफ्नो केही नयाँ केही जिज्ञासाहरू जुन पहिला हामीले टाइम नदिएर
बाँकी छ भने त्यो पनि सुन्ने कि त्यो पनि गर्नु पर्यो र फेरिमा चाहिँ तपाईँले कोसीको गार्डनिङ गर्नु पर्यो, कोसी खेती गर्नु पर्यो, स्वस्थ खानेकुरा चाहिँ पाइयो। जुन हामीले चाहिँ वेस्ट गरेको मलहरू जुन ऊ फालिरहेको छ त्यसबाट पनि हामीले चाहिँ भनौँ न मलहरू बनाएर पनि त्यसमा चाहिँ गर्न सकिन्छ। धेरै कुरा छ जुन चाहिँ हामीले चाहिँ खुसी हुनको लागि अथवा स्वस्थ हुनको लागि बजारबाट किनेर ल्याउने चिज चाहिँ होइन यो होइन। तनाव चाहिँ कम गर्नु पर्यो र आफू वरिपरि चाहिँ स्वच्छ राख्नु पर्यो र आफू पनि खुसी हुनु पर्यो, जसले गर्दाखेरि स्वस्थ मन भएपछि भन्छ नि स्वस्थ मन भयो भने स्वस्थ मजाले पच्छ र सहयोगी भावना पनि राखौँ, जसले गर्दाखेरि धेरै हदसम्म चाहिँ रोगबाट मात्रै होइन हामीले चाहिँ पछिल्लो अब आउने न्यू भेरिएन्ट जति पनि जतिसुकै होस् हामी जित्न सक्छौँ भन्नुहुन्छ। एकदम हजुर सक्छौँ, अहिलेसम्म जितेर आइरहेका छौँ, अझ फेरि पनि पक्कै पनि सक्छौँ। हजुर धेरै धेरै धन्यवाद यहाँ आएर तपाईँले यति धेरै मेरो प्रश्नको उत्तरहरू दिनुभयो। श्रोता मित्रहरूले धेरै कुरा पनि सिक्नुभयो होला पक्कै पनि होइन। उहाँले भन्नुभयो, हाम्रो मिराजीले आज भन्नुभयो कि हाई प्रोटिन डायट खानु होला, घरकै खानेकुराहरू खानु होला, अनि जङ्क खानेकुरा चाहिँ अलिक कम गरिदिनु भयो भने तपाईँले कोभिड-19 को यो भेरिएन्ट त के हो अरू जुनै भेरिएन्ट आए पनि बच्न सकिन्छ भनेर भन्नुभयो। त्यसको लागि फेरि पनि धेरै धेरै धन्यवाद। श्रोता मित्र, हामी आजको कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। यस कार्यक्रमको पुनः प्रसारण राति 8 बजे सुन्न सक्नुहुन्छ। यति भन्दै आजको कार्यक्रमको अतिथि मीरा शाहजीलाई फेरि एकपटक समय निकालेर आफ्नो विशेषज्ञता देखाउनु भएकोमा फेरि धेरै धेरै धन्यवाद। मैले धेरै कुरा नै सिकेँ तपाईँबाट होइन, त्यही भएर म धेरै धन्यवाद दिन चाहन्छु। श्रोता मित्र, म रोजी महर्जन र मेरो प्राविधिक मित्र दिलीप कुमार महर्जनजी यही समयमा भोलि आउने बाचा गर्दै नयाँ बजार क्लबद्वारा सञ्चालित कार्यक्रम कोभिड-19 हेल्प डेस्कबाट बिदा माग्न चाहन्छौँ। नमस्कार, शुभ दिन। सुन्दै गर्नुहोला तपाईँको आफ्नै एफएम नेवा एफएम 106.6।